After long time no see, no vlog. Welcome to my Kaj vlog. केटा हो ड्युटी सुरु भयो मेरो अनि के छ त तिमीहरुको मिटर लगिङ हान्नुपर्छ लगिङ नहानी हुँदैन नयाँ सालको धेरै धेरै शुभकामना ओ चाया परेछ कपालमा के हो मेरो फोटो देखाउँदैन त हान्छम बोलको हान्छम फोटो हान्छम ओ या अनि केटा हो नानोले के छ कसो छ के गर्दैछौ के खायौ के हग्यौ के पाद्यौ भन्नु मन लाग्थ्यो तर के गर्नु मिलेन ओया सिबे लाउन तरिका त खतरा खान फेरि तेरो दाइ त्यो दाइको त पनि कसैको दाइ होला कुनै बेला इज्जत दिने गर दाइहरूलाई अनि सर्वप्रथम के छ सबैलाई ह्याप्पी न्यू इयर है अब हामी त ट्याक्सी ड्राइभर हो ट्याक्सी जगाउनुको ट्याक्सी यस्तो गर्नु भएको एसी खोलौँ न आजभोलिको कामै यही मात्र छ एसी खोल्ने एसी दौडाउने एसी लिएर टाइनी जानु चाहिँ कहाँ जाने पहिला सुरुमा डोल्मा मल जाने डोल्मा मल गर डोल बजाउने यो चाहिँ चोरीवाला बाटो हो नि त चोरीवाला बाटो धेरै हुन्छ सधैँ बाटो हिँड्दैन हामी चोरीवाला बाटो हिँड्छौँ त्यही भएर त फाइन धेरै हान्छ त चोरहरूले गर्छ के हेर्छ बुढोहरू अचम्म लाग्छ यार यस्तो नहेर न सोल्टी लाज लाग्छ क्या मलाई लाज लाग्छ तिमीले यस्तो हेरेर कहाँ हुन्छ त मलाई अझै हाल्छ नि स्या कस्तो हेरेको तिमीले मलाई यो बाटो पहिला 120 को थियो यार अहिले 100 बनाएको मलाई गाली देऊ तिम्रो रेलगाडी मान्छे भेट्दैन हेर केटा हो जहाँ गए पनि त्यही छ बिजोग भने चाहिँ आफ्ना छ रमाइलो भने चाहिँ आफ्ना छ दुइटै चाहिँ मिलाएर गर्नुपर्छ मम्मीलाई त काम छैन ए म त ढले 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 हुन्छ फेरि आजा बेटा आजा बेटा आजा अब डोल्मा मलमा 1 राउन्ड हान्छु त्यहाँबाट एम्बेजर जान्छु कमाइ छैन हो खासै केटा हो बोली चलेदेखि बाटोमा मान्छे चाहिँ छ बाटोमा मान्छे नभएको चाहिँ होइन बाटोमा मान्छे यसरी प्राइभेट गाडीहरू छन् प्राइभेट कार भार हिँड्छन् ट्याक्सी चढ्ने कोही छैन सिटी जाउँ काम छैन पार्टनरले कति कमाएछ दिनमा चाहिँ काम छ यो रातमा चाहिँ ओ यसले कमाए चाहिँ आज चाहिँ अनि आज रातभरि घुमेर हेर्छु कति हुन्छ के हुन्छ आज नि भएन भने बिजोग हुन्छ टेंशन तो राम प्यारी टेंशन तुम्हें प्यारी ये प्यारी 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 राम प्यारी बाटोमा क्यामेरा देख्छ
त्यो लेन चेन्जको क्यामेरा तर स्नेक फाट हान्यो नि क्याच पारिहाल्छ त्यसले यस्तो खाल्डोको छेउमा यतापट्टि अनि क्यामेरा यस्तो अड्डा राखिदिन्छ अनि स्पिडमा स्वाट खाल्डो बचाउनलाई बाइचान्स हेऱ्यो नि क्यामेराले फाइन हान्छ फेरि कस्तो डेन्जर हो म्याकसम मलाई गाली देऊ कस्तो दामी आयो कुनै कस्तो ह्यान्डसम देखाएको कस्तो ह्यान्डसम भयो होला यो नयाँ साला सिट बेल्ट पनि कति काट्ने काट अलि राम्रोसँग काट अलि मायाले काट अलिक चाँडो काट हो त्यसले तेल हालेको छु भन्ने तेल हाल्नु जानुभयो त्यहाँ के रहर लाग्दो होला है यिनीहरूलाई ट्याक्सीवाला त देख्नै हुँदैन हेप्नै खोज्छ खाल्टोमा पनि उन्नी गरी हाल्नु पर्छ देखाउनै पर्छ तँलाई ड्राइभरै होस् त तेरो प्राइभेट कार भयो नि तैँले चलाउने गाडी नि हो त ड्राइभरै होस् साला खले काट्न अलि राम्रोसँग चलाउन आउँदैन भने आइज म सिकाइदिन्छु ल ल ल ल बुढो मुची हेरेर बस्छ गाइस यो डोलमा ल म एकछिन मोबाइल पनि चार्ज हाल्छु मैले मोबाइल चार्ज हालेको छैन लकडा मलाई चार्ज त धेरै न जम्मा 70% हानेको कहाँ जाने होला यार कहाँ जाने होला त्यही बोर लाग्छ कि बुकिङ पनि आउँदैन मैले ठ्याक्कै भन्नुपर्दाखेरि मोबाइल स्ट्यान्ड त नि अलिकति नमिला सब टुटु हल्लिन्छ अब यस्तो एक राउन्ड हान्छु पहिला यतिखेरसम्म एउटा बुकिङ चाहिँ प्याट्टै आउँछ क्या डिएममा भन्नाले सक्यो के गर्ने के यही गर्ने बस्ने घुम्न पाइन्छ गीत सुन्न पाइन्छ एसीको हावा खान पाइन्छ पेट्रोल चाहिँ हाल्नु पर्ने बर्बाद मेन कुरो पैसा खुला मन थियो खुल्ला पैसा थिएन 5 को नोट हालेर यत्रो गड्डी बनाउनु पर्छ बस्नु अरे चाचा के बानीला होला है मान्छे देखि चाहिँ कहाँ दिने हाँस्नु त हाँसेर टालिदिन्छु म जिन्दगी यो फुलै गीत गाउनु हुँदैन क्या अरे कपिराइट क्लेम लाग्छ फेरि नयाँ नि त नयाँ युजर लाइक सब्सक्राइब गर्नुपर्छ यति चाहिँ सिकाउनु परेन होला केटाहरूलाई सबै आफ्नै हुन् 9-10 किलोमिटर हिँडिसक्यो यार म अहिले खास एमबिजेडमा छु जोन कति हो मलाई पनि थाहा छैन मलाई खाली सिटी जानै मन लाग्दैन भरि जान पाए पो 40% नै आउँछ सिटी जान लाग्दाखेरि उही टाइम लाग्ने हो खाली गए पनि भरि गए पनि त्यही घुम्देऊ यता घुमेर प्याट पाइन्छ अरे कोही बेला फेरि माछाला फर्म फाप्नु नफाप्ने हुन्छ याद लाग्छ मैले यस्तो सम्म देखाएको छु हुन त म आफैले पनि गएको थियो यहाँबाट सिटीबाट यहाँ
तर जुन ठाउँमा कस्टमर आयो त्यसले फेरि एमबिजेड भनेर त आमा 100 रुपियाँ छिनमै आँखा झिमीको 100 रुपियाँ कमायो। यो झन्डा हालेर चाहिँ किन हिँड्दैछ? हिजो अस्ति तलवालाले झन्डा हालेर हिँड्ने थिएँ, आज प्राइभेट कारवालाले झन्डा हालेर हिँड्ने देखिन्छ। युएईको झन्डा यस्तै हुन्छ भन्ने कुरो सबैलाई थाहा छ। अरे दिदी साइको लागिरहने थियो ट्याक्क के अरे जेब्रा क्रस हान्ने बित्तिकै दिदीले त रोकिदिँदै गई टेन्सन बोकेर तिर्नु पऱ्यो। एक्टिभ भयो नि हान्यो अब यस्तो काम हान्छु केटा हो होइन। अनि एकछिन कतिखेर यसो टाइम दिन्छ तिमीहरूलाई आएको न छुट्टो देखाइदिन्छु। अब अहिले साथीहरूतिर छु डुल्छु एकछिन। अब अघि उज्यालोमा बनाएको अब अँध्यारो भयो केटा हो के गर्ने। यहाँ पैसाको लागि कुरिरहेको छु म। एउटा दिदीले पैसा दिनुपर्ने पैसै दिन 100 रुपियाँ दिन्छन् अनि म 100 खुल्ला गर्ने कहाँ जाउँ? जो पनि आउँछ 100 रुपियाँ दिन्छ, जो पनि आउँछ 100 रुपियाँ दिन्छ। यति टिप्स दिएर गएको त के जान्थ्यो होला है। धेर त होइन 40-50 रुपियाँ 40 रुपियाँ टिप्स आउँथ्यो। ओ मा कस्तो केटा हो विचार गर हो। ट्याक्सीमा चाहिँ काम गर न है। ट्याक्सीको इन्टरभ्यू दिइरहेको छ नि ट्याक्सीमा चाहिँ काम गरौँ न हो। त्यहाँ दाइले बोलाएको छ बिस्तार बिस्तार हल्लिँदै जान्छु। कोही प्याट बाटोमा भेट्यो भने त्यसलाई उठाउँछु। 40 50 60 70 150 रुपियाँ कहाँ जाने खोइ। दिदी कहाँ गई दिदी? ए दिदी अरे दिदी दिदी होइन दिदीले मलाई भित्र बोलाए मायाले। काम काम ताल त्याल बेबी गयो। दिदीलाई दिदीको पैसा फिर्ता दियो 100 रुपियाँ 35 रुपियाँ बोकेर आयो। यस्तै छ जिन्दगीको चलन चल्ती हेर केटा हो। माया पिरती भन्ने चिज खलिबली आफूमा खुसी हुनुपर्छ भन्थे कुन चाहिँ बैगुनले हो त्यस्तै छु म त। आई लभ यु। अब हलिँदै 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 जान्छु म। कस्तो ह्यान्डसम देखे काजी तिमीलाई कस्तो ह्यान्डसम देखे पागल हुन्छ नि त म फेरि। मलाई मेरो फोटो देखेर कस्तो ह्यान्डसम लाग्यो बस कर पगलेर लाग्यो क्या। सिग्नल 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 यो सिग्नल चाहिँ क्रस गर्नु हुँदैन है केटा हो। खतरा फाइन हान्छ। यहाँको नियम चाहिँ 1000 रुपियाँ जस्तो रहेछ फाइनको के अरे सिग्नलको 1000 रुपियाँ। एक्सिडेन्ट भएन भने त्यो पछि गएर अनि क्लास बस्नुपर्छ 1 हप्ता। त्यो चाहिँ प्राइभेट गाडी पनि सस्पेन्ड हुन्छ। अब ट्याक्सीको लागि फेरि छुट्टै छ। सबै थोकको लागि 41 4100 दे भन्छ। खै के हो अचम्म लाग्छ हो। 4100 रुपियाँ माग्छ माछा माग्नु पनि। ब्लग बनाइदिउँ भनेको ब्लग बनाउनु त पर्यो नि पारा पारे पारे। ब्लग बनाउँदा गीत सुन्न पाइँदैन कस्तो गाह्रो छ हामीलाई। रेड सिग्नल देख्यो 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 झ्याप्प बन्द गर्नुपर्छ। हेर साथी न दायाँ न बायाँ न तल न माथि ब्लग बनाउनुपर्छ। ब्लग बनाउँदै हिँड्नुपर्छ नाच्नुपर्छ गाउनुपर्छ मासु भात खानुपर्छ 10 बजीतिर भात खानुपर्छ भन्थ्यो। 9 बज्न थाल्यो है। 75 रुपियाँ कमायो अहिलेसम्म। सिग्नल खुल गया सिग्नल खुल गया सिग्नल खुले त बोलिहाल्नु त साबियामा रमाइलो हुन्छ। फन्ती घुम्न पाइन्छ। साबिया भन्ने साबिया हो। साबियामा चाहिँ जोस राम्रै छ। अब मलाई साबिया डुल्नु पर्ने एकछिन डुल्नु पाइएन।
उता बोलाइछ उता गराउनु पर्यो ओहो मैले तेल हालेँ होइन यार त्यसले आफ्टर कि बिफोर बन्थ्यो बिर्सेँ मैले यो यहाँ कस्तो कन्फ्युज बनाउँथ्यो यार बाटो आवाज ए हल्लाउँदा मैले त ट्याक्सी भनेर रोकिदिन्छु रोकेपछि त्यही हो फेरि चढ्दिनँ नचढेपछि टेंशन छुट्टै अरे दीदी कंफ्यूज मत करना जल्दी बोल कल सुबह पनवेल निकालना है 80 को हो जो क्यामेरा 85 हान्ने रहेछ नि त 5 स्पिड बेसी 85 मा त फाइन हान्दैन बेला बेलामा बौलाउँछ क्यामेरा पनि हैन त त्यस्तो खासै फरक पर्दैन 85 मा 85 बाट 86 को स्पिड 5 को हेर्नु ड्याममै एउटाले त्यो न्यू खोज्ने मान्छे त्यस्तै भेट्छ कि बिस्तारै हिँडिरहेको थियो अनि म अब धुनु दौडिरहेको थिएँ त्यसको भन्दा अगाडिपट्टि ग्याप टर्ने थियो ग्याप भएपछि त मैले छिराउनु पर्यो अनि मैले यताबाट गएर त्यसले ओभरटेकन हान्ने ठाउँ हेरेको यतापट्टि गएर अर्को लेन समातेर अर्को लेनबाट फेरि त्यसको ट्र्याकमा गएको त मासला पिलिक 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 पार्छ ए बा बरालको छोरो छेत्रीको छोरो काजीको छोरो किन मान्थ्यो र मन त अगाडि जेब्रा क्रस छँदै थियो जसरी नि ब्रेक हान्न परिहाल्थ्यो बिस्तार 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 हिँड्ने मेरो छेउमा आएपछि अर्को उतापट्टि पल्लो भित्ता पुगेँ मैले भेट्ने नभने पछि फेरि ल ठिकै छ गयो त गयो जान्दियो न मेरो छेउमा ल्याएर ल म ब्रेक हान्छ झ्यालखोल भनेको हान्दैन के भाला यस्तो झ्यालखोली ओरी झ्यालखोल भनेर भन्छु झ्याल खोल्दैन यता मुझे बोल्न नि डराउने चलाउनु चाहिँ मुझे मैले पाएको कार म जस्तो कोही छैन जस्तो चलाउने न्यू पनि खोज्ने अनि झ्यालखोल भन्दाखेरि झ्याल पनि नहुने ओह कत्रो डन्डी पऱ्यो यार तरुनी लप्पर चाहिँ क्या मेरो चाँडै कति डन्डी पऱ्यो आएको गालेमा रहेछ डन्डी फोर माया लाउँ भने हुन्छ क्या अरे को यो म्याप प्या पार्ने झोक चलिहाल्छ त बिना फोकट यहाँ प्या पार्दाखेरि झोक त फेरि कहाँबाट चल्छ चलिहाल्छ त ले दाइले स्वर दिन्छु मासाला चल्यो यो गाडीको डेट सकिन थाल्छ यो गाडी त 3 लाख को दिएको यार के डीमा हालेर हिँड्नु के अरे उयसमा हालेर हिँड्नु फोक्समा भाट पारेर सारा चोरहरू टिममा हाल्यो नि देखिन्छ होला त त्यहाँको त आँखा पनि बिग्रिया हुन्छ कि क्या हो यार मलाई त्यस्तै लाग्थ्यो आँखा बिग्रिया नाक बिग्रिया चाक बिग्रिया सबै बिग्रिया डन्डी कुराहरू के हो केटा लप्पर चाहिँ क्या हो तेरो पनि विदेश आएपछि लप्पर लास्तो छ डन्डी पर चाहिँ यत्रो आउँछ त यहाँ के अरे डन्डी पर आयो भने लप्पर त हुन्थ्यो यहाँबाट तरुनी फुटाएँ मैले यहाँ अर्को तरुनी फुटाएँ यहाँ अर्को तरुनी एउटा तरुनी फुटाएको अर्को तरुनी आउँदैछ अनि कहाँ गयो खोइ यहाँनिर अस्तिदेखि एउटा तरुनी फुटेछु लप नपरोस् भनेर डन्डी पर आयो लप्पर त भन्थे कुल्ले हो बिर्सी त्यही भएर डन्डी पर आयो कि फुटाइदिइहाल्छ लप नपरोस् भनेर आएको आइ गर्छ बा गाह्रो छ ह्यान्डसम हुनु पनि गाह्रो छ यो मायासला मोटरसाइकलवाला जस्तो चुतिया त कोही हुँदैन ल यस्तो हुन्छ नि ब्ल्याक 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 उता गयो फेरि ब्ल्याक 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 यता गयो फेरि ब्ल्याक 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 यता आयो नाइकन भन्न सिमारी चोर काट्यो अरू कहाँबाट हावा छिरिरहेको छ
यस्तै हो के अरे ओभर स्ट्यान्ड पोइन्ट डल्लो पर्छ अनि चाँडै ल्याप्प पारेर नछिरा है एकछिन चोरहरूको त मुजी भर पनि हुँदैन ल यसले के गरे होला त्यसले अर्को ट्याक्सी हेर्नु त गर मेरो ट्याक्सी छुटायो साला तेरो भाग्य पुग्या काजीको चला हेरि यस्तो केटा हो नर्मल त यस्तै हुन्छ सनक 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 सन्किन्छ मलाई कम्पनीले नि के भन्छ होला है मान्छेलाई कति वर्कर भिलेज बसेर फोन गर्थ्यो अस्ति मलाई फोन गरेको झोक चल्छ तेरो नि झोक चलाचलै गर्थ्यो एकचोटि तेल हाल्न जान्छु तेल त छैन तेलको त सत्यनाश हुँदा गाडीमा कममा गएर एकचोटि खानु त पर्यो पाइन्छ कि 4 बजे हो नि त शाबास शाबास चट 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 शाबास छिराने खाटेको बच्चाहरू साला 5 को स्पिडमा ल्याएर म चाहिँ काट्नुपर्छ यसलाई हेर इन्डिकेटर दिइसके चाहिँ छिर्नु नि त्यो पनि मैले 45 मा त्यही टर्निङ छिराएँ त्यसलाई मैले 5 को स्पिडमा ल्याएर टर्निङ छिराउनु पर्छ यार मलाई म बेसी चलाउने हो कि तिनीहरूले कम चलाउने हो कमेन्ट द बिलो होइ के आज केटा हो लाइक सब्सक्राइब पनि गर्नुपर्छ बेला बेलामा अनि पो मलाई पनि रमाइलो लाग्छ मेरो केटाहरूले मलाई कति माया गर्छ भनेर ड्युटी छुट्टी केटा हो ड्युटी छुट्टी अब जाने रुममा चट्ट बस्ने भिडियो एडिट गर्ने अनि अपलोड गर्ने ल हस्ता लिएर ल बाई गुड नाइट आजलाई